आज हामी दुईजना यति राम्ररी चिटिक्क परेर एउटा पार्टी अटेन्ड गर्न गएको थियौँ। हाम्रो बुवा हजुर पनि त्यही होइसिन्थ्यो। अनि हामीले त्यहाँ मिठो मिठो खायौँ, एकदमै नाचगान गऱ्यौँ, फोटो भिडियोहरू खिच्यौँ र अरू के गऱ्यौँ आजको मिनी भ्लगमा हेरौँ है त। स्वागत छ सबैलाई मेरो आजको मिनी भ्लगमा। पार्टीमा जानको लागि आज हामीहरू दुईजना सँगै रेडी भयौँ, एकअर्कालाई हेल्प गर्दै। नन्दा आमाजू अरू दिदी बहिनी हुनुको फाइदा यही नै हो, जे कुरा गर्दा पनि साथी हुन्छ अनि एक्लो भइँदैन अनि रमाइलो पनि भइराख्छ। हामीहरू रेडी भएर फिट चेक दिएको थियौँ, तर महारानीले चाहिँ ड्रेस चेन्ज गर्छ्यो, अर्को साडी लगाउने रे। अनि त्यति दिनसम्म मैले मेरो फिट चेक दिएँ। अनि यो चाहिँ हामी लास्टमा हिँड्ने बेला हामीहरू फिट चेक दिएको। अनि त्यसपछि हामीहरू लाग्यौँ हाम्रो गन्तव्यतिर। हामीहरूले कुपन्डोल पुग्नु पर्थ्यो। महारानीले चाहिँ स्कुटी राइड गर्दै थियो अनि म चाहिँ पछाडि मजाले रमाइलो गर्दै हिँड्दै थिएँ। त्यहाँ पुगेर हामीले स्कुटी पार्क गऱ्यौँ अनि बुवा हजुर चाहिँ हामीलाई लिन आइसकेको थियो गेटतिर। अनि यो कार्यक्रम चाहिँ खुकुरी रमले आयोजना गरेको थियो। हामीहरू त्यहाँ पुगुन्जेलसम्म प्रोग्राम स्टार्ट भइसकेको थियो। अनि सबैभन्दा पहिले हामीले ड्रिङ्क्सहरू लग्यौँ अनि सँगै स्न्याक्सहरू पनि आयो। अनि स्न्याक्सहरू लग्दै हामीले त्यहाँको म्युजिकहरू इन्जोय गऱ्यौँ। अनि म्युजिकहरू एकदमै राम्रो थियो, त्यहाँको भाइब, त्यहाँको इन्भाइरोमेन्ट एकदमै रमाइलो भइसकेको थियो। स्न्याक्स र ड्रिङ्क्सहरू पनि एकदमै मिठो लाग्यो हामीलाई चाहिँ। अनि हामीहरूले खायौँ। त्यसपछि के थियो र अनि हामीहरू दुईजना ससुरा र बुहारी चाहिँ डान्स गर्न सुरु भयौँ। त्यहाँ सबभन्दा पहिले हामी नै होला नाच्ने। अनि त्यसपछि हामी स्टेज अगाडि गएर हामीहरू तीनजना नै नाच्न लाग्यौँ। यता हाम्रो फ्यामिली चाहिँ एकदमै रमाइलो गर्ने, सबैजना बुवा मुवा, मेरो महारानीहरू, दिजु, इभन मेरो हस्बेन्ड, म सबैजना के एकदमै रमाइलो गर्ने, नाच्ने गाउने भनेपछि चाहिँ। अनि त्यही भएर खुसी लाग्छ अनि आफै जस्तो फ्यामिली छ भनेर। अनि त्यहाँ पनि हामीहरू एकदमै नाच्यौँ, रमाइलो भयो हाम्रो बुवा अनि उता महारानी र म दुईजना। अनि त्यसपछि थाकेर फेरि ड्रिङ्क लग्यौँ अनि एकछिन स्न्याकहरू खाएर हामीहरू वासरुमतिर दगुर्यौँ। अनि त्यहाँ जाँदाखेरि अनि यस्तो राम्रो थियो कि यो होटल चाहिँ हिमालय होटल भन्ने हो कुपन्डोलमा। यस्तो राम्रो एम्बियन्सहरू थियो। अनि हामीहरू वासरुममा गएर अफकोर्स केटीहरूको मिरर सेल्फी अर मिरर भिडियो त मेन्डेटरी नै हुन्छ जता पनि। अनि हामीले पनि त्यो पुरा गऱ्यौँ। अनि त्यसपछि एकछिन भिडियोहरू बनायौँ एकअर्काको अनि फोटोहरू पनि खिच्यौँ। त्यहाँ एकदमै राम्रो सिनहरू के फोटो भिडियोहरू पनि दामी आउँदै थियो। अनि म थाकेर एकछिन बसेँ अनि फेरि हामीहरू भित्र गयौँ। त्यहाँ स्टिल मान्छेहरू नाचि नै रहेथे। त्यहाँ दाइले दारू पुरा टाउकोमा राखेर एकदमै रमाइलो गरिराख्नु भएको थियो। अनि त्यहाँ राखेर हाम्रो झाँक्री भन्छ क्यारे होइन, उहाँहरूलाई पनि बोलाएर उहाँहरूको पनि पर्फर्मेन्स थियो अनि रमाइलो भयो। त्यसपछि हामी महारानी र म त के छ र डान्स गर्न भनेपछि त पालो एकदमै रमाइलो गऱ्यौँ। अनि त्यहाँ फेरि बिचमा स्न्याक्सहरू अनि ड्रिङ्कहरू पनि लिइरहेको थियौँ। अनि मजाले नाच्यौँ अनि आफ्नो मन भरुन्जेलसम्म एकदमै रमाइलो भयो। अनि त्यसपछि हामीहरू लाग्यौँ अनि मजाले टुई हिँड्दै हामीहरू तीनजना बुवा महारानी र म लाग्यौँ। हामीहरू चाहिँ अब खाना खान गइरहेको थियौँ। अनि बिचमा यसो भिडियोहरू पनि बनाइहालेको मैले। अनि खानाहरू चाहिँ यसरी सर्भ गरिरहेको थिएँ। अनि आफूलाई चाहिए जतिको खानाहरू राखेर हामीहरू टेबलमा बस्यौँ खानालाई तीनजनासँगै। डाइनिङ हल पनि एकदमै राम्रो थियो, मैले यसो अलिकति भिडियो बनाइदिएको। अनि त्यसपछि हामीहरू दुईजना लाग्यौँ ग्वाम कि ग्वाम खाना खान। उस्तो त स्न्याक्सहरू लिएकै थियो, अब भोक पनि लाग्थ्यो। अनि खाना खाइसकेपछि हामी एम्बियन्सहरू हेर्दै भिडियोहरू बनाउँदै लाग्यौँ हाम्रो बुवाको रुम हेर्न। बुवालाई चाहिँ त्यहीँ बसाएको थियो 2 दिनको लागि। अनि खै होटल ओभरअल कस्तो रहेछ अनि बुवालाई राखेको रुमहरू कस्तो रहेछ भन्दै हामीहरू हेर्दै जान लाग्यौँ। अनि हामीहरूलाई चाहिँ एकदमै मन पर्यो, एकदमै राम्रो छ त्यहाँको एम्बियन्सहरू, हामीलाई चाहिँ मन पर्यो। अनि यो चाहिँ हामी फर्किँदाखेरि इन्ट्रान्समा यति दामी थियो, कति राम्रोसँग सजाएको कि फ्लावरहरूले अनि त्यसपछि दियोहरूले, मलाई चाहिँ एकदमै मन पर्यो। अनि त्यसपछि पार्किङमा हामीले स्कुटी निकाल्यौँ अनि त्यसपछि हामी फर्क्यौँ घरतिर। महारानी र म गफ गर्दै घर फर्क्यौँ। मेरो महारानी फेरि यस्तो मजाको गफ गर्छिन्छ कि सुनिराखिन्छ, यति रमाइलो हुन्छ, एकदम हाँसो लाग्छ।
अनि आजलाई यति नै थियो हाम्रो भ्लग। थ्याङ्क यू सो मच।